सब यो खनेर यो माटो यति धेरै हैन गाइज यो माटो सब खनेर सकाइसकेको छ मेरो बहिनीले बहुत धेरै काम गर्छ है मेरो बहिनीले हैन बहिनी थाकी छौ कि नै बहिनी हो यसरी गर्ने है अब यहाँ के लाउने हो विभिन्न किसिमका फुलहरू अनि फलफुलहरू भिन्डीहरू मकैहरू रोप्ने ए हो र अरू के लाछौ त बहिनी तिमीले मैले यो 1000 रुपैयाँ लगाएको यस्ता लगाएको छु तिमीले लाको हो यो हो अनि यो फुल पछि के गर्ने पछि यो फुलहरू टिप्ने अनि यो झारहरू यो सुक्छ अनि यसलाई फालेर फेरि नयाँ रोप्ने यो चाहिँ तिहारमा भाइहरू दाइहरूको लागि लगाएको हो ए कति वर्ष भयो बहिनी हजुर 9 वर्षको नानीले यसरी खनिराछिन् हाम्रो नानीले यति धेरै खनिसकिन हैन यो सब हो खनेको हैन नानी बिहानै उठेर पूजा गरेर पढिन् अनि पछि पूजा गरिन् अनि यहाँ आएर खनेको है बहिनी हो सधैँ काम यस्तै हो गरिराख्ने मम्मीले पनि सघाउनु पर्यो मम्मी पनि घरको काम गरिराख्नुहुन्छ भाइ पनि सानो छ भाइ पनि एकछिन पढ्छ अनि मैले यहाँ काम गर्छु पढ्छु पूजा गर्छु दादा त्यहाँ नै पसल हो तिमीले यो खन्न कसले सिकाएको मैले आफै सिकेको आफै हो तिमीलाई यस्तो काम गर्न राम्रो लाग्छ कि नै लाग्छ मम्मीहरूले पहिला खनिराख्नु भएको थियो हजुर अनि त्यही देखेर खन्न सिकेको ए हो तिमीले आफै गरेको कि मम्मीले गर्ने भन्नु भएको मैले आफै गर्छु ए बहिनी यो के गर्न लायो मैले फेरि यहाँ घाँसहरू फाल्न लगाएको यो घाँसले फेरि यो विभिन्न किसिमका फुलहरू तरकारीहरू रोप्न दिँदैन त्यसैले ए सब यो फालिसक्छौ त तिमीले ए तिम्रो चप्पल कसको लगाएको त यो काम गर्ने बेला लाउने चप्पल हो कि के हो यो मम्मीको हो यो मम्मीले काम गर्दाखेरि लगाउनुहुन्छ त्यही भएर लगाएको ए